लटरम्मै हिउँ देख्न सकिन्छ यहाँ एकदम जमेको छ र बिस्तारै पग्लिने क्रममा छ यो अहिले हामी समुद्री सतहबाट कालिन्चोक भगवती 3800 मिटरको हाइटमा रहेको यो अग्लो डाँडामा हामी आइपुगेको छौँ। यो चट्टान पत्थरले बनिएको डाँडा, यहाँ घाँसहरू पनि हामी हेर्न सक्दैनौँ, हरियो परियो भनेको केही पनि छैन। गुराँस, यो सेतो गुराँस यहाँ पाउँदो रहेछ, तर सेतो गुराँस चाहिँ वैशाखमा मात्रै फुल्छ भन्ने जानकारी हामीले यहाँ पायौँ स्थानीयबाट। र वैशाखमा चाहिँ आउने हो भने यहाँ मजाले सेतो गुराँस चाहिँ प्रशस्त हामी देख्न सक्छौँ। र यसरी आज हामी 2 वर्ष अगाडि पनि यहाँ आएको थियौँ, तर यसरी 2 वर्ष अगाडि आउँदाखेरि चाहिँ यहाँ यस्तो किसिमको यो व्यवस्थित तरिकाले यो स्लेटहरू हालेर ढुङ्गाहरू हालिएको थिएन भने अहिले आउँदाखेरि चाहिँ स्लेटहरू ओछ्याएर ढुङ्गाको स्लेटहरू ठाउँ ठाउँ हेलो गाइज, आज चाहिँ हामी दोलखा जाँदैछौँ। दोलखा कालिन्चोक मन्दिर। यहाँ मेरो मम्मी हुनुहुन्छ, दिदी भिनाजु उता पर्खिराख्नु भइरहेछ र अब अहिले हामी हिँड्न लागेको। ल सामानहरू त थुप्रो भइसकेछ। शुभमले सामान लिएर आउँदै रहेछ। लु दिदी भिनाजु यता सामान ढिलो गर्नुहुन्छ भन्छ, ढिलो गर्छ। 5 बजे उठ्यौँ नि। होइन, सधैँ हामी झुक्किन्थ्यौँ, आज तपाईँहरू झुक्किनु भएको छ। म त 3 बजेदेखि नै 3 बज्नु कसले गर्यो उसैले गर्यो जस्तो लाग्यो मलाई चाहिँ। अनिखेरि कसले? सङ्गीताले किन चाहिँ गरेछ अन्त रिङ एकचोटि आयो अनि उठाएको। यो 3:44 कि कति भइरहेछ, कताबाट आयो त्यो? 3 बज्ने बेलामा हौ। 2 बज्ने बेला पिसाब यो दमकको भाइरल रोड सुरु भयो। अनि 2 बज्ने बेलामा उठेको चाहिँ पिसाब गर्नु, 3 बज्ने बेला त फेरि रिङ आउँछ। दमकको भाइरल रोड यो। लाग्छ होला नि 6 घन्टा जति त लाग्छ होला हौ। खोइ अब बिचमा के खानासाना पनि खानु पर्यो होला। 6 घन्टा त लागिजान्छ नि खानासाना खाँदा ओर्दा त। अथवा 5 घन्टामा पुगिएला कि त्यो पनि गाह्रो छ 5 घन्टामा त। हामी जस्तो पुग्ने चाहिँ कहाँ? दोलखै पुग्ने कि कालिन्चोक? चरीकोट भने चरीकोट त अनि 300 कति किलोमिटर छ, पुगिन्छ, छिटै पुगिन्छ होला हौ। त 100 खुरकोटसम्म सिन्धुलीसम्म कति किलोमिटर छ? 100 झन्डै 400 छ नि, 300 मात्रै छ। लगभग 400 भन्दा अलिक कमै छ। त्यसो त कोटेश्वर पुग्दा 420 किलोमिटर हो। यहाँ त्यत्रो छैन नि त। 300 कति किलोमिटर जस्तो लागिरहेको थियो त्यो दोलखा त। चरीकोट त अनि कहाँ बस्छ त?
चरीकोट पुग्यो भने त बस्ने चरीकोट बसेर चरीकोटमा त उयो छ धेरै होटलहरू छ नि अहिले हामी इटरी आइपुगेको छौँ अहिले आएर इटरीमा पनि ट्राफिक सिग्नल खोल्न थालेछ अहिले हामी गाईघाट बजार आइपुगेको छौँ अब चाहिँ गाईघाट चोक आयो गाईघाट चोक जोडी गाई एउटा गाई जोडी एउटा बाछी रहेछ गाईको शालिग पनि रहेछ घन्टाघर पनि रहेछ घन्टाघर गाईघाट भएकोले गर्दा गाईको रहेछ यो बाटो चाहिँ मासतिर जाँदा उत्तरतिर जाँदा दिक्तेल जान्छ ढुङ्गा 96 भिमान 50 किलोमिटर यो बजाइ पश्चिम लाग्ने यो बन्द गरिदिनु नि तल हामी कटारी आइपुगेको छौँ कटारीतिर चाहिँ अघि घटिसक्यो कटारीबाट हामी पश्चिमतिर लाग्यौँ भिमानतिर अब हामी भिमान जाने क्रममा छौँ माथिल्लो रानीवास चोक आइपुगेको छ यस्तै जङ्गलको बाटो जाँदैछौँ हामी चुरी पहाड भएकोले चुरिया भन्ने ठाउँ रहेछ भिमान 8 किलोमिटर बाँकी रहेछ यहाँबाट अहिले हामी भिमान आइपुगेको छौँ भिमान आइपुग्न आँटेको छ भिमान चाहिँ पसिसक्यौँ यो चाहिँ भिमान बजार आइपुग्यौँ हामी अब 1 घन्टामा मन्थली पुग्छौँ ठ्याक्कै 6 घन्टा लाग्ने रहेछ अहिले भिमान बजार कटेर सीसी क्यामेरा कत्रो हौ फोटो खिच्दो रहेछ क्लास बजार चाहिँ यताबाट जान्छ यताबाट पनि जान्छ यताबाट पनि जान्छ तल्लो बजार भन्छ एक दिन बस्यौँ नि हामी यहाँको यो तल्लो बाटोबाट जाँदा हेटौँडा आइपुग्छ अहिले हामी गडी डाँडा आइपुग्न आँटेका छौँ बाटो यस्तै छ गडी डाँडा माथि देखिरहेको छ पहिला गडी डाँडा भनेर यसलाई पहिला सेल्फी डाँडा भन्थ्यो अहिले यो सिन्धुली गढीको गडी डाँडा भनेर नाम राखिएको छ बाटोहरू चाहिँ यस्तै छ अहिले हामी गडी डाँडा आइपुगेको छौँ यो चाहिँ गडी डाँडा हो
यहाँ खाना पाइँदैन खाना होइन मौसम यो चाहिँ गडी डाँडा भन्छ यसलाई यहाँ पनि खिचेको है तिमीले ड्रोनले यो चाहिँ गडी डाँडा यस्तो छ गडी डाँडा जुनार बनाउँदै हुनुहुन्छ एकदम मिठो मिठो जुनार तर त्यो अब सही हुने छाप हुन्छ होला ल त्यो चेक दियो त उसले जुनार अहिले चाहिँ हामी खुर्कोट आइपुगेका छौँ खुर्कोट आएर यहाँ खाना खानको लागि रोकिरहेका छौँ होटल काष्ठमाण्डव होटल एन्ड गेस्ट हाउसमा चाहिँ खाना खान भनेर उत्रेका छौँ होटलमा खाना चलिरहेको छ भिडभाड छ अहिले चाहिँ हामी निक्लेको अवस्था छ यो चरीकोटतिर लागेको छौँ गाडी ब्याक गरेर सिट बेल्ट लाउनु अलिक त्यहाँबाट दाहिने मोड्ने ठाउँ छ क्या बस पार्कहरू के छ गरेको थियो गर्नु त म आज फेरि बाहिर एकछिन ल म त्यहाँ रमेशको नम्बर दिन्छु बाटुलो घर चरीकोट आइपुग्ने बेला भएको छ अब हामी कालिन्चोक जानको लागि चरीकोट आज बेलुका 4:45 भएको छ चरीकोटमा बसेर भोलि बिहान कालिन्चोकको यात्रा गर्नेछौँ चरीकोट 3 किलोमिटर बाँकी रहेछ यहाँदेखि हामी चरीकोट आइपुगेको छौँ बजार यस्तै छ कङ्क्रिटको बजार मधेसतिर छैन ठुलो छ नि खाना खाएको ठाउँ एकछिन बसेको त्यति त्यहाँबाट छिट्टै भात ल्यायो खाजा अब म त टाइम लाउँछ होला भनेर भात एकैछिनमा च्याप्टे खाएर चरीकोट बजार यस्तै छ है चरीकोट बजार त्यो बन्द छैन छैन हो छैन चरीकोट बजार आज के बार बजार त बन्द छ त बुधबार चरीकोट बजार आइपुगेको छौँ बजार चाहिँ यस्तै छ ठुलो बजार घरै घरहरूको राम्रो बजार हाम्रो बजार ठेलामा रोपे फलफुल बेच्ने बजार
मकै बेच्ने बजार, सब्जी बेच्ने बजार। सुमन हजुर चोक आयो चोक आयो। स्लो गर हस् हामीलाई पहिला चेस उयो बिल्डिङमा खेलाएको थियो यो सबभन्दा टपमा। होटल एन्ड लन्च यो यता हजुर नमस्ते कतातिर लाने यो भीमेश्वर कम कता जाने हँ नवीन ब्याङ्क छ अरे नवीन ब्याङ्क अगाडि भन्छ यता छ त नबिल ब्याङ्क। एकदम अगाडि यही बाटो झोला कहाँ झोला टिस्यु आयो टिस्यु यी नबिल ब्याङ्कको यही हो खोइ यहीँ छ देब्रेपट्टि। अलि अगाडि अलि अगाडि रोक्नु कता अगाडि पार्किङ दिँदैन पो होला त फाइनल्ली हामी चाहिँ एउटा होटलमा आइपुगेको छौँ। चरीकोट आइपुगेर एउटा होटलमा आयौँ र सामान लिएर जाँदैछौँ। होटल चाहिँ यहाँ होटल किङ्स एन्ड लज रहेछ। यता तासु